के भन्थ्यो उसको मेन नायक उस कमान्डर उसको बीएमसी हस्पिटलमा गएर हामीले ढुङ्गा हाल्यौँ भने के हुन्छ? दुर्गा प्रसाईको बीएमसी हस्पिटलमा चाहिँ ढुङ्गा मुढा गर्यो, त्यसको लुटपाट गर्यो भने के हुन्छ? दुर्गा प्रसाईको मन चित्त दुख्दैन? उसको मन रुँदैन? त्यस्तो उसको त्यतिखेर उसको मन रुन्छ भने आज मिनबहादुरको अथवा मिनबहादुरको परिवारको सारा मतलब चाहिँ भाटबन्डीसँग आबद्ध परिवारको चाहिँ मन दुखेपछि यस्तो काम गर्नुहुन्छ? आज कुनै एउटा चाहिँ के भने पूर्व प्रधानमन्त्रीको चाहिँ घरमा अथवा कहीँ पुग्ने उहाँहरूको चाहिँ अफिसमा गर्छ भने यो आन्दोलनको जुन मेन नायिकेको दरबारमा ढुङ्गा मुढाउने भने के हुन्छ? यो कुरा हामीले बुझ्नुपर्छ। हामीले चाहेकै हो नेपाली जनताले चाहिँ के भनेदेखि यत्रो चाहिँ सङ्घर्ष गरेर ल्याएको चाहिँ गणतन्त्र पछिको चाहिँ के भनेदेखि एउटा परिघटना यस्तै हो। यो ज्यादै निन्दनीय छ, ज्यादै खेदपूर्ण छ, ज्यादै बर्बर छ। यो ज्यादै निन्दनीय छ र मैले चाहिँ नेपाल सरकारले म एउटा व्यवसायी भएको मतलब व्यवसायी भएर पनि हुनको साथै एउटा नेपालको नागरिक हुँ, यो सचेत नागरिक हुँ। नागरिकको हैसियतले म यो पनि भन्छु, एउटा डनलाई एउटा गुन्डालाई जे पनि भन्नु र जे पनि गर्नु दियो यो भनिन त मलाई कुनै चाहिँ के भनेदेखि त्रास भएर चाहिँ के भनेदेखि हिंता बोध छैन। राज्यले के हेर्यो? एउटा व्यवसायी 10वटा व्यवसायी अब मतलब को चाहिँ के भनेदेखि यो के अरे यो चाहिँ सबै चाहिँ ब्ल्याकी हो अथवा यो सबै स्मगलर हो, यो दलाल हो, यो हो त्यो हो भनेर त उसलाई छुट दियो। ब्याङ्कको पैसा नतिर भनेर छुट मलाई चाहिँ के भनेदेखि आह्वान गर्दा नि उसलाई छुट दियो। ब्याङ्कको कर्मचारीलाई